नमस्कार। आजको कक्षामा यहाँहरूलाई स्वागत छ। आज हामी त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिएड प्रथम वर्षमा रहेको मेजर नेपाली नाटक एकाङ्की र निबन्ध विषयको वार्षिक परीक्षामा सोधिने वस्तुगत प्रश्नका बारेमा छलफल गर्न गएका छौँ। वस्तुगत प्रश्न यहाँ पहिलो समूह क को वस्तुगत समूह ख है वस्तुगत प्रश्न जम्मा 56 अङ्कको सोधिन्छ। हेरौँ पहिलो प्रश्न, प्राथमिककालीन नेपाली नाटकका प्रमुख विशेषताहरू लेख्नुहोस् भन्छ। अब प्राथमिककालीन नाटकका विशेषताहरू लेख्ने हो। यसमा लेख्दाखेरि पहिला प्राथमिककालीन समय लेख्ने, कहाँबाट प्राथमिककालको सुरुवात भएको। प्राथमिककालको सुरुवात हास्य है शक्तिवल्लभ अर्यालको हास्य कदम्ब र विशाख दत्त है विशाख दत्तले लेखेको मुद्रा राक्षस र हास्य कदम्बको दुईवटा कृतिबाट के भएको प्राथमिक कालको सुरुवात भएको। हास्य कदम्ब 1855 मा प्रकाशित भइसकेपछि अनि यो प्राथमिक कालको सुरुवात भएको। त्यसपछि चाहिँ मुद्रा राक्षस आएको छ। यी प्राथमिक कालका यी प्रमुख दुईवटा कृतिहरू हुन्। त्यो सानो प्राथमिककालीन समय इत्यादिको परिचय लेखेर कसले सुरु गरेको, कुन कृति, अनि त्यति सामान्य परिचय लेखेर त्यसपछि त्यो नाटकका विशेषताहरू प्राथमिक कालका विशेषताहरू लेख्ने हो। प्राथमिक कालका विशेषताहरू के हुन्? विभिन्न भाषामा प्राय संस्कृत भाषाबाट अनुवाद गरिएका है नाटकका विधागत स्वरूपका हिसाबले के त परिपूर्ण स्तरीय नभएका कथात्मक किसिमका आख्यानात्मक किसिमका नाटकहरू प्राथमिक कालका विशेषताहरू हुन्। अनुवाद गरिएका तत्त्वका हिसाबले पूर्ण नभएका आख्यानपरक नाटक प्राथमिक कालका मूलभूत विशेषताहरू हुन्। परिपक्व नभएका, स्तरीय नभएका, अनुवाद गरिएका है नाटकहरू प्राथमिक कालका विशेषताहरू हुन्। अन्धवेग नाटकका आधारमा बालकृष्ण समका नाट्य प्रवृत्तिहरू उल्लेख गर्नुहोस् भन्यो। अन्धवेग नाटकका आधारमा अब अन्धवेग नाटकका आधारको विषयवस्तु जे छ त्यसको आधारमा बालकृष्ण समका नाटकका प्रवृत्तिहरू कस्ता छन् लेख्ने भनेको। अन्धवेग नाटक यहाँ पनि पहिला नाटककार बालकृष्ण सम अन्धवेग नाटकको थोरै पृष्ठभूमि लेखेर त्यस अन्धवेग नाटकका आधारमा बालकृष्ण समका नाट्यगत प्रवृत्तिहरू यस्ता छन् भनेर लेख्ने। अब कसरी लेख्ने, कस्ता छन् त? अन्धवेग नाटकको विषयवस्तु के छ त्यही आधारमा नाटकगत प्रवृत्तिहरू लेख्नुपर्ने हुन्छ। प्रश्न नम्बर 3, मसा नाटकको नायक कृष्णका चारित्रिक विशेषताहरू उल्लेख गर्नुहोस् भन्यो। मसा नाटक कृष्ण पात्रका त्यसको चरित्र कस्तो छ त्यो लेख्नुहोस् भनेको। उसको चारित्रिक विशेषता, उसको चरित्र कस्तो छ, कृष्णको कस्तो छ? कृष्ण यौन पिपासु छ। आफ्नो श्रीमतीलाई के गरेको छ अरे यौन सन्तुष्टि मेट्नका लागि श्रीमतीलाई औषधि खुवाइदिएको छ, बाँझोपन हुने। अनि के अरे श्रीमतीको सन्तानको इच्छाले गर्दा फेरि अर्को बिहे गरेको छ। अर्को श्रीमतीप्रति त्यति चाहिँ जुन दिनुपर्ने माया स्नेह दिएको छैन। त्यो चाहिँ यौन पिपासु पात्रका रूपमा यहाँ कृष्ण रहेको छ है। पछि अन्तमा पछुताउने पनि छ, गल्ती गरेको पछुताउने पात्र पनि छ। त्यसकारण अर्को छ अथवामा अर्को, भोलि के हुन्छ नाटकको शीर्षक सार्थकता देखाउनुहोस्। भोलि के हुन्छ नाटकको शीर्षक कस्तो छ त्यो देखाउनुहोस् भन्ने हो है। शीर्षक सही छ कि छैन भनेर देखाउनु पर्यो। शीर्षक मसा नाटकको शीर्षक सही छ है। सबैको जीवन के त मसा के अरे भोलि के हुन्छ नाटकको शीर्षक सार्थकता देखाउनु। भोलि के हुन्छ भोलि अहिलेको घटनाक्रम हेर्ने हो भने त्यति बेला लेखेको नाटक अहिले पनि त्यसको विषय वस्तु अहिले पनि उत्तिकै सान्दर्भिक छ। भोलि नाटकमा भने जस्तो सत्ता र सम्पत्तिका लागि जसरी अहिले मान्छेहरू लडिरहेका छन् त्यो ढङ्गले हेर्ने हो भने यसको शीर्षक सार्थक छ। भोलिका मान्छेहरू अझ योभन्दा बढी लड्नेछन्। आज त यति लड्दैछन्, भोलि अझ योभन्दा बढी सत्ता र सम्पत्तिको लागि मान्छेहरू लड्नेछन्। बाँसुरीमा नटाएका धुनहरू नाटकको विषयवस्तु कस्तो लाग्यो प्रतिक्रिया दिनुहोस्। अब त्यो विषयवस्तु कस्तो छ त्यो तपाईहरुलाई कस्तो लाग्यो आफ्नो राय प्रतिक्रिया दिने हो। गोलार्धका दुई छेउ एकाङ्कीको परिवेशबारे चर्चा गर्नुहोस्। गोलार्धका दुई छेउको परिवेश कस्तो छ? यो झिनो कथावस्तुमा लेखिएको छ। एउटा है घरको परिवेशलाई आधार मानेर लेखिएको छ। दुईजना बीचको संवाद छ। यो परिवेशको बारेमा चर्चा गर्नुहोस् भनेको हो। अथवा
निमावी एकाङ्कीको भाषाशैलीलाई सोधाहरण चिनाउनुहोस्। निमावी एकाङ्कीको भाषाशैली कस्तो छ? विज्ञानपरक विज्ञानका शब्दहरू बढीभन्दा बढी चाहिँ के छन् त निमावी एकाङ्कीमा छन्। वैज्ञानिक एकाङ्की भएका कारणले विज्ञानका शब्दहरू अल्फा पिटा पात्रका नामै त त्यस्ता छन् निमावीय है। त्यस भएर भाषाशैली कस्तो छ? सरल सजिलो बोधगम्य भए पनि केही के त विज्ञानका विषयवस्तुले सामान्य पाठकका लागि भाषाशैली केही जटिल छ। सप्रसँग व्याख्या गर्नुहोस् भन्छ। सप्रसँग व्याख्या गर्ने विरोधीहरूले सम्झेका छन् यो आगो लाठीचार्ज अश्रुग्यास बन्दुकको गोलीले निप्छ। जनताले सम्झेको छ 7 समुद्रले पानी ल्याएर पोखे पनि निउँदैन। यो चाहिँ कहाँबाट आएको? यो भावना एकाङ्की दोस्रो युवकले भनेको कुरा हो। भावना एकाङ्कीबाट आएको यो प्रसङ्ग। अनि सप्रसँग व्याख्या गर्दाखेरि कहाँबाट ल्याएको, कुन प्रसङ्गमा ल्याएको, त्यो सप्रसहित व्याख्या गर्नुपर्ने हुन्छ। भावना एकाङ्कीको लेखक कुन हो? भीमनिधि तिवारी। सुरवीरहरूको नाटक है सुरवीरहरूको नरक यात्रा निबन्धमा व्यक्त वैचारिक पक्षको विवेचना गर्नुहोस्। सुरवीर नरक यात्रा भन्ने सुरवीरहरूको नरक यात्रा निबन्ध छ। यो केशवराज पिडालीको यो अम्लेगञ्जदेखि काठमाडौँसम्मको बसको यात्रा हो। त्यसको वैचारिक पक्ष के छ लेख्नुहोस् भनेको। वैचारिक पक्ष कस्तो छ? त्यहाँ एउटा मारवाडीको घरको व्यापारीले एउटा डरका कारणले मान्छे सम्पत्तिको मोह गर्नु अनि धेरै किसिमका फरक फरक किसिमका पात्रहरू छन्। ती पात्रहरूले के गरेका छन्? ती पात्रहरूले यात्रा असहज महसुस गर्ने यात्राको वर्णन यात्राका क्रममा हुने विषयवस्तुलाई यो के अरे यो सुरवीरको नरक यात्राका रूपमा लेखेको छ। सुरवीरहरू हो यात्रामा ठुल्ठुला मान्छेहरू छन्, पण्डितहरू छन्, ठुला मह्यौ भन्ने मान्छेहरू छन् हो। ती मान्छेहरूको यात्रा चाहिँ नरक यात्रा छ हो। यसको वैचारिक पक्ष धेरै कुराहरू छन्। बाटोलाई घुमाएको कुरा गरेका छन्। अनि के अरे नघुमाएर डाँडा फोडेको भए चाँडै हुन्थ्यो भन्ने कुरा छ। विकासका कुरा छन्। अनि डाँडो चाहिँ छेडेपछि छिटो हुने कुरा के फर्सीको हो र यो छेड्नलाई भन्ने कुरा छन्। विकासका कुरा छन्। अनि यो अङ्ग्रेजीले बाटो घुमाएको कुरा गरेको छ। यस्ता विभिन्न किसिमका वैचारिक कुरा छन्। अनि त्यसगरी सामाजिक कुरा छन्। यातायातका क्रममा गरिएका यथार्थका कुरा छन्। यथार्थवादी विचार छ, सामाजिक विचार छ, राजनीतिक विचार छ, विकासआत्मक विचार छ। त्यसकारणले सुरवीरको नरक यात्राको वैचारिक पक्षको के गर्नुहोस् भने विवेचना अथवा निबन्धका तत्त्वको रूपमा बिम्ब प्रतीक र दृष्टिबिन्दुलाई चिनाउनुहोस् भने निबन्धका तत्त्वको रूपमा बिम्ब प्रतीक है बिम्ब र प्रतीक अनि त्यसै दृष्टिबिन्दु आन्तरिक र बाह्य दृष्टिबिन्दुको कुरा हो। यहाँ दृष्टिबिन्दु भन्नाले अब आन्तरिक भन्नाले आत्मापरक भित्र पर्छन्, बाह्य भनेको वस्तुपरक निबन्धहरू पर्छन्। बिम्ब प्रतीक भनेको यो बिम्ब भनेको त्यसलाई सोझो अर्थमा नभनिकन घुमाउरो किसिमले वा चाहिँ कसैको सिम्बोलिक हिसाबले भनिएको कुरा हो। यी निबन्धका तत्त्वहरू हुन्। यिनलाई चिनाउनुहोस् भनेको हो। यो लेख्दाखेरि यो चिनाउँदाखेरि निबन्धको परिभाषा लेख्ने, निबन्धका सकेसम्म सबै तत्त्व लेखेर तीमध्ये यी तत्त्वहरूलाई प्रश्नअनुसार यी तत्त्वहरूलाई यी तत्त्वहरूलाई यसरी चिनाउन सकिन्छ भनेर लेख्ने। आँसु छचल्किँदै जान्छ निबन्धमा के कस्तो सन्देश पाइन्छ प्रश्न पार्नुहोस्। आँसु छचल्किँदै जान्छ निबन्धमा कस्तो सन्देश छ लेख्नुहोस्। हामीले आफू अग्रजको सम्मान गर्नुपर्छ, सामाजिक संस्कार मान्नुपर्छ भन्ने खालको सन्देश आँसु छचल्किँदै जान्छ निबन्धमा छ। समग्र यसमा दुईवटा प्रश्न गर्नुपर्ने हुन्छ। 12 नम्बरका नेपालको एकाङ्कीको विकासका प्रमुख मोड र तिनको विशेषताहरू उल्लेख गर्नुहोस् भन्छ। एकाङ्कीको विकासक्रमका प्रमुख मोड र तिनका विशेषताहरू लेख्नुहोस् भन्ने। एकाङ्कीका चाहिँ प्रमुख मोडहरू कहीँ 4वटा छन्, कहीँ 5वटा छन् है। एकाङ्कीका प्रमुख हो। यो अब लामो प्रश्न भएकाले तपाईँहरूले पहिला एकाङ्की भनेको परिचय दिनुपर्छ। एकाङ्कीको परिचय दिएपछि यसका चाहिँ विकासका प्रमुख 5वटा मोडहरू लेख्नुपर्छ। अनि मोडहरू लेखिसकेपछि कहाँबाट कसरी कुन मोड सुरु भएको कुरा लेख्नु पर्यो। अनि मोडहरू लेखिसकेपछि ती मोडहरूका अलग अलग विशेषता पनि लेख्नु पर्यो। अथवामा नाट्य तत्त्वका आधारमा युगको शिकार एकाङ्कीको विवेचना गर्नुहोस्। नाट्य तत्त्वका आधारमा युगको शिकार एकाङ्कीको विवेचना गर्नुहोस्, वर्णन गर्नुहोस्। तत्त्वका आधारमा लेख्ने। तत्त्व नाटकका तत्त्वहरू के चाहिन्छन् बन्नका लागि? शीर्षक, कथावस्तु, भाषाशैली, संवाद है, द्वन्द्व, पात्र यिनका आधारमा केलाई वर्गीकरण केलाई विवेचना गर्ने? युगको शिकार एकाङ्कीलाई।
भान्साको हजुर निबन्धका आधारमा भैरव रियालका निबन्धगत प्रवृत्तिहरूको समीक्षा गर्नुहोस्। भैरव रियालका निबन्धगत प्रवृत्ति कस्ता भान्साको उनले निम्न वर्गका कुरा गरेका छन्, त्यहाँ हास्य व्यङ्ग्य छ है। यी सबै त्यो निबन्धका आधारमा के गर्ने त वर्गको कुरा गरेको छ। निम्न वर्ग र उच्च वर्गले कसरी भान्सा गर्छन् भन्ने कुरा देखाइएको छ। हो त्यो आधारलाई निबन्धगत प्रवृत्ति बनाएर समीक्षा गर्ने भनेको। अब हेर्नुहोस्, हामीलाई नाटकबाट 50, एकाङ्कीबाट 25, निबन्धबाट 25 नम्बरको आउने कुरा अघिको भिडियोमा कुरा गरेका थियौँ। तर यो प्रश्नपत्रमा नाटकबाट कमै प्रश्नहरू सोधिएको छ, बढी प्रश्नहरू एकाङ्कीबाट सोधिएको छ। त्यही भएर तपाईहरुले सबै विषयवस्तुको राम्रोसँग हेरेर जाने, नाटक, निबन्ध, एकाङ्की सबैलाई राम्रोसँग हेरेर जाने। यहाँ लामो प्रश्न नाटकबाट आएको छैन के त, सबै प्रश्नहरू दुईटा प्रश्न एकाङ्कीबाट एउटा निबन्धबाट आएको छ। त्यसकारणले सबैलाई ध्यान दिएर राम्रोसँग ध्यान दिएर हेरेर जाने। तपाईहरु परीक्षाका लागि तपाईहरु के कुरालाई ख्याल गर्नुहोस् भने यो नाटक, एकाङ्की र निबन्धमा अलि वैचारिक पक्ष हुन्छ, त्यहाँ अलिकति जटिल हुन्छ। तपाईहरुले राम्रोसँग के थाहा पाएर जानुहोस् भने नाटकको विकासक्रम तत्त्व त लगभग सबैको उस्तै हो, तत्त्व तपाईहरु लेख्न सक्नुहुन्छ। नाटकको विकासक्रम, एकाङ्कीको विकासक्रम, निबन्धको विकासक्रम है, अनि निबन्धका प्रकारहरू वर्गीकरण छ नि, निबन्धको वर्गीकरण थाहा पाउनुहोस्। त्यसपछि थाहा पाउनुपर्ने नाटकका नाटककारको परिचय, प्रवृत्ति, अनि कुन नाटक हो, त्यो नाटकको विषयवस्तु, पात्र। एकाङ्कीको पनि एकाङ्कीकारका प्रवृत्ति, त्यो जुन एकाङ्कीको विषयवस्तु र पात्र थाहा पाउनुहोस्। अनि निबन्धको तपाईहरुलाई थाहा पाउनु निबन्धकारको परिचय अनि निबन्धको विषयवस्तु वा वैचारिक पक्ष के छ त्यो कुरा थाहा पाउनु भयो भने यो सजिलै यो प्रश्नको हल गर्न सक्नुहुनेछ, तपाईहरुलाई दुविधा हुने छैन। धन्यवाद। भोलिको परीक्षा राम्रोसँग दिनुहोला। यहाँहरुलाई धेरै धेरै शुभकामना। भोलिको परीक्षाको लागि धेरै शुभकामना। राम्रो गर्नुहोस्। बेस्ट अफ लक।